यो राम्रो चाहिने नि चाहिने जम्फुट फेरि हामीले सधैँ खान्छ हामी खाँदैन के सधैँ खाँदैन मात्रै यो चिज शरीरलाई राम्रो यो भनेको दाइ कस्तो नराम्रो राम्रो चिज हो हामीले घरमा बनाउँदा केमिकल मिसाएको हुँदैन नि त राम्रोमा राम्रो पनि हो होइन खानु जाने राम्रो हो नजाने नराम्रो कहिले कहिले खाना कि जम्फुट भनेको मेरो पनि निकाल्नु न यता हात मेरो त जम्फुट के को रोटी जम्फुट दाइको सब्जी खोइ कहिले ल्याउन गोद्रो सोद्रो के एकले खाएको यहाँ छ हौ कहिले ल्यायो नि के लुकाएर के हाल्नु भनेको दाइ अनि पार्टी भने चाहिँ सबैले पुग्नु पर्यो नि त यार भुपाले खाएको खाइ गरेपछि खोइ गोद्रो दाइ गोद्रो त्यस्ता मलाई खालि खै बिना खै अघि गर्ने त्यो मैले 50 पिसको किनेको होटलमा पुरा यत्रो एउटा त होस् न के गुड्की टमाटी बासी जडाइ उठेर बनाउनु यसमा लेम्बु मसँग निम्बु चाहिँ मैले भने नि लिएर आउँछ बहिनीले त भनेको त हो नि नल्याउने कुरा हुन्छ त चितो भइसक्छ होला नि अनि भाइले ल्याउँदैन किनौँ भन्यो 10 वटा किन्यो है मौरी पसो भुपाल मौरी पसो यार कोही भित्र दामी हो हो र त्यो त च्यापैसँग त टोकिहाल्छ धेरै नुन त हाल्नु होला है दाजु पुग्छ होला यो कतिखेर आएको यो भर्खरै भेटेको हामीले यहाँ चाहिँ त्यो घोडे नुन ल्याउनु पर्छ नि यहाँ चाहिँ भर्खर यहाँ सबै चाट मसला होइन के मसला हुन्छ अर्को के नुन पर्छ यो कहाँ देखे भाइले खोराइरहेको भाइ जहाँ गयो त्यहाँ देखेर तर उसले मलाई देखेन उसले छक्याउन खोज्छ के उसले मलाई हाल्नु है त्यो कलर हाल्नु है खै कता कुद्दै थियो भन्दैछ यो सबै हाल्दिउँ है कलर हाल्दिउँ है कस्तो हुन्छ कलर पो थियो भयो के त्यहाँभित्र यो खास दिदी कलर हो कि के हो कलर बनाएको क्लिनेक्स सब बोकेको कसैले छ दाइ छ के लेख्यो एउटा के मैले लेख्यो आफैले बनाएको नि के सकिन्छ फ्याँकिसक्यो त जुवालामा हो यति यी राख अलिक बिना दिएको माथि गर्नु अब यिनीहरूले बनाएको यति हो कि सकिन्छ त पागल हुनुहुन्छ अघि मात्र ठिक छ तिम्रो यहाँ पागल कताबाट पागल भयो फेरि नभन न यहाँ पागल यता सार्नु न त्यो प्लास्टिकले हाम्रो बहिनीलाई आउनु पर्यो क्या राम्ररी चाहिँ त्यो प्लास्टिक यता गर्नु मान्छेलाई त्यो अभर खानु परेको हुन्छ पर्दैन के परेको हुन्छ कस्तो छ परेको न त त्यो मैले पनि झोला गाईले ल्याएको छ कि झर्दा के गर्छ हालिदिनु भिडियो बनाउनु दिदी तपाईँ चाहिँ के बोल्नु भयो बनाएको त भिडियो त होइन मैले कस्तो एउटा मिठो बनाउनु त दिदी जहिले तहिले मैले बनाउँछु मेरो त आउँदै भिडियो बनाउनु न म नाच्छु प्लास्टिक उचाल्नु न त्यो भुपाल भाइ प्लास्टिक यसरी जम्मा गरेर ठाउँमा के बनाउँदै कसैले तपाईँ चोर्नु न पहिला है भोपाल बनाऊ भिडियो यो सबै गर्नु नै अलि यता खै मोबाइल चालु गरे न क्यामेरामा भिडियो बनाउँछु मेरो चालु भइरहेको छ नि म रेकर्ड भइरहेको अलि यता सार्नु नि सबको पार्टी आधा हल्लाउ न केही नभने राख्नुहोस् त पछि राख्नु हुन्छ नि भनेर राख्नु हुन्छ नि त सबैले गर्छन् त्यसै नभनेर राखेपछि त्यो चाख्नु त लु त्यो तपाईँको हो कि मेरो हो मेरो मेरो नुन राख दाजु चाख्नु त एकचोटि पहिला नुन कागो त धेरै नहाल्नु अमिलो नहाल्नु धेरै भयो दिदी अमिलो भयो त्यो के अरे भानु त चाख्नु त लाउनु त नुन 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 मैले बुढो खाएर चाहिँ उसमा आइदिनु उहाँ चाहिँ बिना दिदी म त चाख्दिनँ दिदी नुन ओ भानुभाइलाई देऊ यो भानुभाइलाई जानु नुन हाल्यो नहाल्नु न बढी नहाल्ने छैन नुन जति नुन र यो राखौ कहाँ गएको फेरि त्यो भाइ यो भाइ चाहिँ हात धुएर आउँदैछ हात धुएर अनि तपाईँ फेरि नुन हाल्यो फेरि
यहाँ चनाको चटपटे त्यसमै खानु कि केमा खानु मैले ल्याएको छु नि चटपट ए हाम्रो पनि ऊ थाल थाल त ऊ त्यो मोमो हाम्रो अमृता बिना मिना यिनीहरू म त मोमो ल्याइदिएको छु नि त के कुरा गरेको मोमो चाउमिन थुक्पा हो बिचराहरूलाई अब खान्छ भोकले मर्छ खोइ प्लास्टिक चम्मच यति ल्याएको त खोइ के चम्मच त यहाँ पनि छ हौ अलिकति त धेरै खाली खाली अलिकति अझै छ यो कागती हाल्ने भयो लामा हिँड्ने ठाउँमा धेरै अमिलो हुँदैन त्यो कागती निकाल्नु नि दिदी हाम्रो चटपट मैदाको त्यसमा होइन यो पनि खा अर्काको भानुको झोला पो कोटिराखेर त यहाँ के गरेको छैन है मैले चम्ची छैन ए छ धेरै त छैन थोरै छ है मैले नेपालको खाले चम्ची लिएर आएको छु के तिर्न गर्नु तपाईँको पाखुराले त्यहाँ नछेल्नु त भिडियो चाहिँ सर यो चम्मच सबैले खाने चम्चा पनि बनाएर ल्याएको छु मैले ट्याक ट्याक अमिलो अलिक हाल्नुपर्छ हौ मैले त्यत्रो किनेरै ल्याएको छु के अमिलो हाल्नुपर्छ त उहाँहरू त उता जानुपर्छ 5 मिनट जानु अफिस गएको अफिस ल सब भानु दाइले दिनु भक्क भक्क बाबु होइन खानु एकै ठाउँ खाने छ अरे फ्याक्दै भाइ यार अमिलो नखाइ नदिने फाल्किन फाल्नु होइन ऊ त्यो के ऊ खान्छ के अरे फुपाले जस्तो क्या गुटका गुड्का खानु अमिलो अलिकति हाल्नु है हाम्रो त नहाल्नु के कसले त मन पराउँदैन नि त अनि अमिलो लास्टमा खानाले अमिलो हाल्ने खानु भक्क भक्क भानु भानु भाइ धेरै अमिलो खाँदैन क्या धेरै म त खाँदिनँ दिदी केलाई यतिको थोर नखाने म भानु दाइले दिनु कि दाइ थाप्नु न दाइलाई खासै दाइ तपाईलाई म समात्छु कि यो उसलाई नै दिनुपर्छ यो अमृताले लु यो भाग लाएर उता राख्नु यहाँ राख यहाँ भाग लगाऊ अहिले यो थाल त कता यो थाली दाइ त्यो खा चटपट थाल्नु दाजु दाइ चटपट आयो ल आएर सबैजना यो भक्क भक्क थाप्नु न यहाँ दिदी भक्क के भएको तपाईँ चाहिँ एउटा निकाल न यार सबैले दिनु न भक्क भक्क लाएर थाप्नु थाप्नु सबै जानु भक्क हाम्रो दाइ भिडियो बन्दैछ क्या बनिरहेको बसा हुन्छ त वाह कति मिठो लाउनु आउनु न बस्नु नखाने भने चाख्नु थोरै एक मुठ चाख्नु पैसा लाग्दैन पैसा लाग्दैन बस्ता के आउनु आउनु थाप्नु सबै लाउनु खानु पर्छ कागज छ कागज चटपट त खानु पर्छ नि त थाप्नु न भक्क भक्क यहाँ एकै ठाउँ है पेप्सी चाहिँ कसैले ल्याएको रहेनछ होइन उ त्यही होला पेप्सी ल चम्मच लिनु केलाई थाल त फेरि तिमीलाई चाहिँ त्यो ल थाप्नु नि यहाँ भक्क भक्क त्यो भानुलाई मात्रै दियो त त्यो भाइले चाहिँ खोइ दिएको इधर ले लो दूसरा यार यहाँ सुमी दिदी हाम्रो प्लास्टिकै त्यो गिलासको प्लास्टिक सुमन्दै हजुर त्यो गिलासको प्लास्टिक खै गिलासको प्लास्टिक त खोइ कसले बोकेको थियो यो हो कोटको मुनि हेर्नु त यस नेपाल अलहम्दुलिल्लाह गिलास अघि ल्याएको थियो यत्रो सेतो पठाले लु खाऊ अमृता पनि खाऊ अमृता खाऊ सुरु गरिहाल गिलास हेर्नु भाइ गिलास हेर्नु
ऊ त्यहाँ पो त यहाँ कहाँ हो यहाँ कसुवा भएको उता पल्लोपट्टि यहाँ हेर त त्यहाँ पल्लो त्यो त सबै जुगाल राम्रो हेर त फेरि त हामीले बोकेको त किला होइन होला अँ ऊ आएको थिएन त्यो राइनी बहिनीको ऊ गर्दाखेरि ऊ आएको थिएन गिलास छ क्या भोपाल पछाडि हेर सेतो प्लास्टिकमा त्यहाँ त पछाडि राख्नु यहाँ म देखिसकेँ अहिले